टुप्लिकेसन डुप्लिकेट पर्न थाल्यो सबै आजकल के हेलो दिपलभ बेबी के छ खबर के हुनु यहाँ हेर न हैन मलाई चाहिँ यो अलिकति एक दुईवटा यो कम्पनीमा हैन के छ मन लाग्यो किन यो कम्पनीले हेर्दा एक दिनमा एक दिनमा मार्दाखेरि हैन यहाँ हेर ठिक छ कस्तो सेतो देखाएको छ हैन मैले 5 दिन भइसक्यो माछेको मेरो दाँत टिलिक्क व्हाइट किन भएन के तिम्रो दाँत किन पहिलो छ के तिमीले सायद पहिला भोला पान पराग धेरै खान्थ्यौ होला पहिलो तिम्रो पनि छ नि फेरि हो र तिमीलाई किस खाएदेखि चाहिँ मेरो यो ब्याक्टेरिया सरे जस्तो लागिरहेको छ मलाई मेरो दाँत पहिलो छैन मेरो दाँत कहाँ पहिलो छ यहाँ हेर छैन तिम्रो छ त्यसो भने तिमीलाई पनि काम लाग्छ नो मेरो दाँत पहिलो छैन के गर्दैछौ त हौ तिम्रो त तिम्रो त माया गर्दैन आजकल के भएको खाली तिम्रो यही भन्दै माया गर्दैन भन्दै एक्लै पास यार मलाई म त कसम भनेको विरक्त लागिसक्यो तिम्रो लाइफै तिमीले माया गर्दैन ब्लाइन्डेडमा विचार यस्तो साधन भयो झुन्डेर मरिसक्यो होला म त यार तिम्रो जिन्दगी नै मेरो मायामा तडपेर जाने भयो हुन त अब मेरो लागि 3-4 जना केटाहरू सुसाइडै गर्न खोजिरहेको थिएन अब तिमी पनि त्यसमा पर्छौ कि तर तिमी चाहिँ नमर है म तिम्रै हो त्यस्तो सजिलो छ र दिपलभ भटपति कोही केटीमाथि मर्दैन के ल इमेजिन सुन ल इमेजिन गर कि तिम्रो गर्लफ्रेन्ड म होइन श्रुति हो इमेजिन गर्ने कस्तो भन्नाले अब इमेजिन कुन ठाउँमा छौँ त हामी ल इमेजिन गर कि तिम्रो गर्लफ्रेन्ड म होइन श्रुति हो के हो र इमेजिन गरे भन त इमेजिन गर्यौ तिमीले कसरी इमेजिन गर्न सक्छौ कि श्रुति तिम्रो गर्लफ्रेन्ड हो भनेर ए बाबा तिमीले आफै भने भर्खर अनि मैले गर भन्बित्तिकै तिमीले इमेजिन गरि नै हाल्नु पर्छ तिम्रो गर्लफ्रेन्ड त म ए बाबा तिम्रो कुरै बुझ्न गाह्रो के भयो तिमीले इमेजिन गर भनेपछि पो मैले गरे हो त नि मैले त्यसै आफै इमेजिन त गरे हैन त नि मैले अनि इमेजिन पनि कसरी गर्न सक्छौ त नि श्रुति तिम्रो गर्लफ्रेन्ड हो भनेर आजकल केटीहरुको यार समस्या के हो छुट्टै समस्या छ आफै गरे इमेजिन गर भन्छ इमेजिन गर्यो भनेको मानेन भन्दै मैले भनेको मान्दैन माया गर्दैन भनेर ठुस्टिन्छ भनेको माने भन्दै कि 10 एउटाको दुईटा तिनटा के न के काण्ड हैन मैले भन्नेबित्तिकै अब मैले तिमीलाई इमेजिन गर भने तिमीले इमेजिन पनि गर्यौ हैन अब यदि मैले श्रुतिसँग डेट गर भने तिमी डेट पनि गर्थ्यौ होला त्यस्तो भएन नि त अनि तिमीले इमेजिन पनि कसरी गर्न सक्यौ कि म बाहेक अरु कोही तिम्रो गर्लफ्रेन्ड हुन सक्छ भनेर इमेजिन गर्नु र डेट गर्नु फरक छ नि भाइ ल नाइ तिमीले इमेजिन गर भन्नेबित्तिकै गर्यौ भनेपछि तिमीले अहिले पनि यु स्टिल लभर तिमी यार के भएको न्यू खोज्नु छ भन्दै बरु एक बाल्टी पानी ल्याएर खुवाइदियो हैन अनि न्यू खोज्नु गरौँ हैन ए फोकटिया सानसानो कुरा लिएर चाहिँ म हैन मैले त टेस्ट गर्न खोजे नि तिमीलाई इमेजिन गर भन्नेबित्तिकै तिमीले इमेजिन गर्दिने अनि कसरी इमेजिन पनि गर्न सक्यो यदि तिमीले मलाई हेन्सी तिम्रो बोयफ्रेन्ड भनेर इमेजिन गर भने भए म त्यसलाई त इमेजिन त के म त्यसको नाम पनि लिन्न थिए तिमी कसको संगतमा छौ आजभोलि भन त खुस्कियो तिमीले संगत लाग्यो तिमीले इमेजिन गर भने हैन यार इमेजिन गर भन्ने अनि त्यसै इमेजिन गर्दा पनि कस्तो के गर्न खोजेको यार तिमीहरु आफै खाना पसाउने अनि आफै खाना पसेपछि आफै गर्ने कस्तो ठुलो छ नमान्नु भन्यो नि अनि के भन्यो एउटा सानो कुरामा कस्तो ल्यान्ड गरेर हेर त इमेजिन किन गर्नु पर्यो त तिमीलाई भगवान इमेजिन गर्ने क्षमता किन भनेर पनि तिमीले इमेजिन गर्न सक्छौ अब मैले के थाहा बिहान मैले सही डियोलाई इमेजिन गरे कि मिया खैबालाई गरे कि तिमीलाई थाहा हुन्छ तिमीले त भनिसकेपछि त्यो त गर्ने भएन त अनि गर्छ भनेपछि गरेको भएदेखि थाहा हुन्छ तिमीलाई